बल्ल बल्ल जुर्यो है हामीहरू बोराबत जाने। अनि हाम्रो फुल एसीवाला गाडीमा जान आँटेको। रिहाना यहाँ हेर ल, तीनजना अट्टी नअट्टी बसिरहेछ है। तल के यो के भन्छ बोराबत बराबर बाङ्गे बजार जान्छ न दाइ बराबर 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 यो पारी भएर जस्तो यता बाटो छैन यो बाटो जानु त्यहाँदेखि पर स्कुल आउँछ नि स्कुलको बाटो नछोडी जानु यताबाट यस्तै जानु यस्तै घुम्नु पर्यो अनि यस्तो पहिलो कलरको स्कुल बाटिएको छ क्या अनि त्यो स्कुल कट्ने बित्तिकै यस्तो जाने बाटो छ कि त्यो बाटो अनि पर एउटा रोड आउँछ हेर्नु नि रोड आउँछ त्यो रोड पनि क्रस गर्नु त्यही कहीँ नछोड्नु त्यो बाटो है। ननिक्लिने हाम्रो मर्सिडिजबाट
खै पानी त डरलाग्दो भएको रहेछ होइन भयो बहिनी हो घाम लाग्यो अब यस्तैमा ठिकै हुन्छ कपाल त सबै उडेछ नि त यता हेर है बुढो तिम्रो ठिकै छ हामी आएको नि त त्यहाँ खेलेको 20 रुपियाँ खेलिसक्यो ए जसरी हामीलाई लडाउन त्यता देखाइदिनु न ठोकेर आयो भने चाहिँ भयो भयो 50 रुपियाँ अरे अलिकति मात्रै भिडियो गर्नु पर्यो काटन त अहिले यसलाई त उनी गर्नुपर्छ ल ठिक छ यो चाहिँ खिच न 7 आइन्जेल खिच 50 रुपियाँ अरे दुईजनाको नि खिच्दैौ त तिमीले त दुईवटा मात्रै अनि भिडियो त बल्ल त त्यहीँबाट खिच्दै एउटै बाटो हुन्छ अनि दुईजनाको गर्नु के चाहिँ त्यो नलिँदा पनि हुन्छ यो दुइटै हो अगाडि पछाडिको केही फरक पर्दैन तपाईँ लड्नु हुने स्कुटी जस्तो होइन यो दुई चक्के 4 पाङ्ग्रे हो केही नै हुँदैन तपाईँले जस्तो कोसीतिर नै गयो झ्याप्पै ब्रेक लिँदैन क्या दुइटै है ल जस्तो तपाईँले बाई चान्स होइन अस्ति एउटाले लगिदियो नि त गाह्रो भयो तपाईँले जस्तो घुमाउने बेलामा त्यो पुरै काट्ने यसरी एक्सिलिटर हाम्रो यो हो ल बिस्तारै लिने यसरी त्यो रहेछ है बिस्तारै ल बिस्तारै पोरै यो दबाउन नदबाउने होइन स्टार्ट गर्दाखेरि अब यो हो कि कुदाउने अनि पर्दैन यो चाहिँ ब्रेकको काम गर्छ अब
यो ब्रेक अब चाहिँ अब होइन ब्रेक किन लाउने अब चाहिँ ब्रेक रोक्दाखेरि ओके यो छोड्नु नि ल यो नि छोड अब तपाईँ जस्तो नि यो बिस्तारै लिनु यो कसरी लिनु एकछिन कोलाले कुदाइछ क्या कोलाले कुदाइछ बरु कोलाले कुदाइछ क्या बरु यता ल्याउनु न यता खेल्नु न यसरी हजुर हजुर छ्याट्टै घुमाउनु पनि अझ यता सिस यता लग्यो सिधा अब सिधा पानी दिनु ल तपाईँको बिजी नेपालमा एकजना सिस हुनुहुन्छ होइन अझ एउटा हजुर एकजना बहिनी ल हुन्छ फोटो कस्तो लाग्यो हजुरलाई राम्रो लाग्यो फेरि फेरि आउनुहुन्छ ब्रेक लाउनु ल त्यस्तो गराउनु पर्छ ब्रेक लाउनु दुईटै लिने क्या यसरी कुदिराख्दाको अब तपाईँले यो बिस्तारै लिने यसरी ल यो बिस्तारै यो धेरै यसरी लिनुभयो भने धेरै नै भाग्छ ल गाडी एकदम त्यही भएर बिस्तारै थिच्ने यो धेरै भयो यो धेरै भयो भने यसलाई छोडिदिने केही नै हुँदैन होइन स्टार्टमै रहेछ त्यत्तिकै अनि तपाईँले जस्तो अब यो घुमाउने बेलामा नि पुरै यसरी काटेर कि यसरी बिस्तारै लिइराख्ने यो होइन जस्तो यता उतापट्टिबाट घुमाउनु पऱ्यो भने पुरै यसरी लिने यो बिस्तारै लिने धेरै भयो भने फेरि छोडिदिने केही नै हुँदैन त्यो पुरै लिनुभयो भने नि अनि त बिस्तारै अहिले कुद्दै जाँदा थाहा भइहाल्छ तपाईँलाई सबै कुरो होइन त्यो तरिकाले हजुर दुइटै लिनुपर्छ ल र तपाईँ यो क्लोज लिनु अनि यसले स्टार्ट गर्नु त लिने होइन यो नलिने त्यही भएर अनि यहाँबाट सिधा बिस्तारै लिएर आउनु बिस्तारै धेरै गयो भने
बिस्तारै सिस बिस्तारै 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 यता सिस ल यता बिस्तारै बिस्तारै यता ल्याउनु बिस्तारै 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 यति हो त सक्यो त कान्छी नि त्यति त हो नि अनि जानु भयो तपाईँहरूभन्दा राम्रो चलाएर आएको छ दुईजना भन्दा हो कि भन्नु त सायद केही नै छोएको छैन साइकल पनि चलाएको छैन क्या तर कस्तो मजा हो तपाईँ जाने टिकट दिनु भनेको सजिलो लाग्यो मलाई त नाना मलाई त्यस्तो गरौँ कस्तो गाह्रो भएको थियो त सजिलो लाग्यो मलाई त म त नि स्ट्रेट भएर कुदायो त हो त नि अब त जानुपर्छ है माथि चाहिँ आइसक्रिम त अझै पर्दैन मैले ती छिरेछ कि म यहाँ चेन्ज गर्दै थिएँ आज फेरि दिनभरि लाइन नभएको कि यता त थियो होला मेरो भाइ पर गएर पर्खेको होला अब हामीलाई कति टाइम लाग्छ पुग्नु 1 घन्टा त लाग्छ गएर खाना बनाउँदा के बनाउँ खाऊँ है पर्खेको अब रात पनि पर्यो घरमा भात पनि पकाएको छैन पानी पर्नु लागिरहेको छ धेरै हुन्छ त्यो बाटो बिस्तारै जाने हामी अघि नराम्रो देखेको थियो राति यही बाटो आएको होइन हामी बिचबाट निस्केको थियौँ ए हो यो बाटो होइन कान्छी ए बिचबाट मात्रै धोकाएको थियो ए हामी भनेपछि माथि आइसकिसक्यौँ होइन त्यही सिधा बाटो थियो नि हजुर मजा आएछ है कोसी फेरि कस्तो बढेको रहेछ बुढी कोसी दामी है आम्मा रियानालाई देखाउन लजाउँदै खाँदैछु क्या तर्छ क्या त्यो झार रहेछ बुढी यात्रा कस्तो हुँदैछ राम्रो हुँदैछ बुढी आजको यात्रा कस्तो भयो अघिसम्म त एकदम रमाइलो भएको थियो अब चाहिँ एकदम डर लागिरहेछ घर नपुगिन्जेलसम्म भगवान्को नाम जप्दै हिँड्दैछु कति बज्यो हँ कति बज्यो देखो त 8 बज्न आँट्यो बाटो त डेन्जर रहेछ नि त यार आज त के
रियाना पानी परेर अब त आइपुग्न आँट्यो पानी परेर है बुढी खत्तम गरे आज बाटो कस्तो छ अरे पानी पानी परेर खत्तम गऱ्यो जङ्गलमा निस्किन्थ्यो कि तर म लाठी भएर पाएको अँ अब ठिकै छ यहाँ जाऊ जाऊ औ औ औ अब यो ननिक्ल तिमी चाहिँ बस न एकजना तान्छ अर्को बाटो चाहिँ थियो नि अलिकति गरौँ पर्दा जान्छ अब त जान्छ कि आजै लाग्यो बिस्तारै आऊ है फस्यो भने हामी अब यस्तै भिडियोमा डुब्यो उस्तै डुब्यो भयो अनि तलबाट चाहिँ आउनु पर्छ नि बाइक चाहिँ माथिबाट त पुरा गइलो रहेछ गममै छिरिगयो नि यार खेलेर तानचुन गर्दै भए पनि अब म त भोलि चाहिँ कहीँ हिँड्नेवाला छुइनँ खुट्टा चाहिँ भन्नु न त गएको गएकै छ रिहाना यसपालिको हाम्रो घुमाइ चाहिँ एकदम यादगार हुने भयो 1 घन्टा लाग्ने बाटो बिग्रेको त्यही माथि पानी परेको भएर 2 घन्टामा बल्ल बल्ल घर आइपुग्यो सबैजना राम्रोसँगले आइपुग्यौँ हस्त शुभरात्रि।